साँझ पर्नै लागेको थियो। आकाशमा रातो रङ्ग फैलिँदै थियो, मानौ दिनले आफूभित्रको पीडा पृथ्वीमाथि पोखिरहेको होस्। सडक सुनसान थियो। त्यही सुनसान सडकको बिचमा एउटा सेतो जुत्ता लडिरहेको थियो, रगतले रङ्गिएको, धुलोले ढाकिएको, तर अझै पनि कसैको पाइला खोजिरहेको जस्तो। यो जुत्ता रोहनको थियो। रोहन 12 वर्षको बालक थियो। काठमाडौँको एक सानो टोलमा ऊ आमा सरितासँग बस्दथ्यो। बाबु 2 वर्ष अघि वैदेशिक रोजगारमा गएको थियो, तर त्यहाँबाट फर्केर आउन सकेन। दुर्घटनामा ज्यान गुमायो भन्ने खबर मात्र आयो। त्यस दिनदेखि सरिता र रोहनको संसार अधुरो भयो। सरिता बिहान सबेरै उठेर अरूको घरमा भाँडा माझ्थी, लुगा धुन्थी, घर सफा गर्थी। रोहन सानो भए पनि आमा कति थाक्छिन् भन्ने बुझ्थ्यो। ऊ विद्यालयपछि टोलका पसलमा सामान मिलाउन सघाउँथ्यो, ताकि आमा एक्लै नथाकुन् भनेर। रोहनको एउटा ठुलो सपना थियो। ऊ राम्रो फुटबल खेलाडी बन्न चाहन्थ्यो। टोलको खाली चौरमा ऊ हरेक साँझ साथीसँग खेल्थ्यो। उसका जुत्ता पुराना थिए, तर ऊ ती जुत्तालाई निकै माया गर्थ्यो। आमा भन्थिन्, छोरा, पैसा जम्मा भएपछि नयाँ किनिदिउँला। रोहन मुस्कुराउँदै जवाफ दिन्थ्यो, आमा, यही जुत्ताले मलाई गोल गर्न सिकाएको छ। म नयाँ किनेर के गर्छु? तर त्यो दिन फरक थियो। विद्यालयबाट फर्केर रोहन निकै खुसी थियो। विद्यालयमा फुटबल प्रतियोगिताको घोषणा भएको थियो। शिक्षकले भनेका थिए, जो राम्रो खेल्छ उसलाई जिल्ला स्तरमा पठाइन्छ। रोहनको आँखामा चमक थियो। ऊ घर पुगेपछि आमालाई अँगालो हाल्दै भन्यो, आमा, म जित्छु है। बाबु जहाँ हुनुहुन्छ उहाँले पनि गर्व गर्नुहुन्छ। सरिता मुस्कुराइन्, तर आँखाभरि आँसु थियो। उनले छोराको टाउकोमा हात फेरिन्, तिमीले जे चाहन्छौ त्यो पुरा होस्। अर्को दिन अभ्यासका लागि रोहन चौरमा गयो। खेल सकिएपछि ऊ ढिलो भयो। आकाशमा बादल मडारिएको थियो। सडक पार गरेर घर फर्कनु पर्ने। उसले दुवैतिर हेर्यो, तर सायद पर्याप्त होइन। त्यही क्षण एउटा तीव्र गतिमा आएको मोटरसाइकलले उसलाई ठक्कर दियो। सबै कुरा एकैछिनमा भयो। बल टाढा उड्यो। रोहन भुइँमा लड्यो। उसका जुत्ता सडकमा घिस्रिँदै टाढा पुगे। रगत बग्न थाल्यो। मानिसहरू भेला भए, तर मोटरसाइकल चालक भागिसकेको थियो। कसैले एम्बुलेन्स बोलायो, कसैले रोहनलाई उठाएर अस्पताल लग्यो, तर धेरै ढिलो भइसकेको थियो। जब खबर सरितासम्म पुग्यो, उनी काम गरिरहेकी थिइन्। तपाईको छोरा दुर्घटनामा पर्यो। यो सुन्न साथ उनको हातबाट गिलास खस्यो। उनी दौडिँदै अस्पताल पुगिन्, तर त्यहाँ उनको संसार चकनाचुर भइसकेको थियो। डाक्टरले शान्त स्वरमा भने, हामीले धेरै प्रयास गर्यौं तर बचाउन सकेनौं। सरिता भुइँमा लडिन्। उनले रोहनको चिसो हात समाइन्। छोरा, उठ न, तिमीले जित्नुपर्छ भनेका थियौ। उनको रुवाईले अस्पतालको वातावरण नै स्तब्ध भयो। त्यस दिनदेखि सरिता एक्लै भइन्, झन एक्लै। अर्को दिन टोलभरि सन्नाटा थियो। साथीहरूले रोहनको तस्बिर हेर्दै आँसु पुछे। चौरमा बल एक्लै थियो। शिक्षकले विद्यालयमा 1 मिनेट मौन धारण गरे। तर त्यो सडकमा अझै पनि एउटा जुत्ता परेको थियो। पुलिसले अनुसन्धान गर्यो, तर मोटरसाइकल चालक पत्ता लागेन। त्यो जुत्ता कसैले उठाएन। मानौ त्यो जुत्ताले आफ्नो साथीको प्रतीक्षा गरिरहेको होस्। सरिता बेलुका बेलुका त्यही सडकमा जान्थिन्। उनले त्यो जुत्ता हातमा लिँदै भनिन्, यो त मेरो रोहनको हो।
उनका आँसु जुत्तामा झर्थे। रगतका दाग सुकिसकेका थिए तर आमाको घाउ ताजै थियो। दिन बित्दै गए, घर सुनसान भयो। रोहनको किताब, कापी, फुटबल सबै यथास्थानमा थिए। सरिता ती वस्तुहरूलाई हेरेर घन्टौँ बस्थिन्। उनले छोराको कोठा जस्ताको तस्तै राखिन्, मानौ ऊ ढोका खोलेर भित्र आउला। एक दिन विद्यालयबाट शिक्षक र केही विद्यार्थी सरितालाई भेट्न आए। उनीहरूले भने, हामी रोहनको नाममा फुटबल प्रतियोगिता आयोजना गर्न चाहन्छौँ। सरिताको आँखा भरियो। मेरो छोरा त अब छैन, तर उसको सपना जिउँदो रहोस्। त्यस वर्षदेखि टोलमा रोहन स्मृति फुटबल प्रतियोगिता सुरु भयो। साना बालकहरू खेल्थे, हाँस्थे, दौडन्थे। प्रत्येक खेल अघि 1 मिनेट मौन धारण गरिन्थ्यो। तर सरिताका लागि प्रत्येक दिन अझै पनि कठिन थियो। बिहान उठ्दा उनलाई लाग्थ्यो रोहन विद्यालय जान ढिला गर्दैछ। साँझ पर्दा लाग्थ्यो ऊ चौरबाट फर्किँदैछ। 1 वर्षपछि पनि त्यो सडक उस्तै थियो। गाडीहरू तीव्र गतिमा हुइकिरहेका थिए। कसैले गति कम गरेन, कसैले त्यो दुर्घटनाबाट पाठ सिकेन। एक दिन सरिताले निर्णय गरिन्। उनले टोलका मानिसहरू भेला गरिन्। हामीले यहाँ स्पिड ब्रेकर बनाउनुपर्छ। उनले भनिन्, अर्को आमाले मेरो जस्तो पीडा नपाओस्। सबैले समर्थन गरे। नगरपालिका पुगेर निवेदन दिए। केही महिनापछि त्यहाँ स्पिड ब्रेकर बन्यो। सडकमा चेतावनी बोर्ड पनि राखियो। सरिता त्यो दिन त्यहीँ उभिन्। उनको हातमा रोहनको पुरानो जुत्ता थियो। उनले जुत्ता छातीसँग च्यापिन् र आकाशतिर हेरिन्। छोरा, तिमी त फर्केर आउँदैनौ, तर तिम्रो कारणले अब अरूको ज्यान जोगिनेछ। उनका आँखाबाट आँसु बगिरहेका थिए, तर त्यो आँसुमा सानो सन्तोष पनि मिसिएको थियो। रात पर्न थाल्यो। सडकमा बत्ती बल्यो। स्पिड ब्रेकर अघि गाडीहरू बिस्तारै चल्न थाले। सरिताले जुत्ता घर लगेर आफ्नो आलमारीमा राखिन्। त्यो जुत्ता अब दुःखको प्रतीक मात्र थिएन, त्यो चेतनाको प्रतीक थियो। तर आमा त आमा नै हुन्। कहिलेकाहीँ उनी अझै पनि रोहनको आवाज सुन्छिन् जस्तो लाग्छ। आमा, म जित्छु है। उनको मुटु चसक्क हुन्छ। उनी शून्यतामा मुस्कुराउँछिन् र भन्छन्, तिमी त जितिसक्यौ छोरा। तिम्रो सम्झनाले अरूको जीवन जोगाइरहेको छ। त्यो सडकमा अब रगत देखिँदैन, तर त्यो एकजोडी जुत्ताले सधैँ सम्झाइरहन्छ जीवन कति नाजुक छ र लापरवाहीले कति ठुलो पीडा दिन सक्छ। र एक आमा जसको संसार टुट्यो, उसले आफ्नो पीडालाई अरूको सुरक्षामा रूपान्तरण गरिन्। त्यो जुत्ता अझै पनि आलमारीमा छ, धुलो लागेको, रगतका सुक्खा दाग सहित। तर सरिताका लागि त्यो जुत्ता उनको छोराको अन्तिम स्पर्श थियो। जब उनी अत्यन्तै एक्लो महसुस गर्छिन्, उनी त्यो जुत्ता निकाल्छिन्, छातीमा अँगाल्छिन् र चुपचाप रोइरहन्छन्। बाहिर सडकमा गाडीहरू बिस्तारै चलिरहेका हुन्छन्। भित्र एक आमा आफ्ना सम्झनासँग बाँचिरहेकी हुन्छन् र हावामा अझै पनि एउटा अधुरो सपना तैरिरहेको हुन्छ। फुटबल मैदानमा दौडिँदै गरेको एक सानो बालक, जसको जुत्ता कहिल्यै हार मान्दैन। आजको लागि धन्यवाद। तपाईहरूलाई यस्तै कथाहरू सुन्न मनपर्छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। लाइक गर्नुहोस्, कस्तो लाग्यो कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्। हामी फेरि भेट्नेछौँ अर्को श्रृङ्खलामा।